यही त छ नि गाइस यहाँ के को धुवा फुवा आयो यो अनि के हो यो ए बाफ्रे 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 सो हेलो नमस्ते एभ्रियन के सबै सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु होइन आजदेखि म मोटो लगइन गर्दैछु होइन भिडियो कस्तो लाग्छ राम्रोसँग हेरेर कमेन्ट गर्नु होला आज फर्स्ट टाइम म मोटो लगइन गर्दैछु बिहानदेखि कहिले गरेकै थिएन होइन आज फर्स्ट टाइम मोटो लगइन गर्दैछु अब कस्तो हुन्छ भिडियोमा देख्नु नै चाहियो सो लेट्स गो सो गाइज यो हाम्रो हेलमेट छैन यसमा चाहिँ अब मोबाइल फिटिङ गरेर जानुपर्छ होइन कस्तो लागेर चाहिँ हेलमेट चाहिँ नि होइन यो हाम्रो मोटो भ्लगिङ सेटअप हेर्नुहोस् यो चाहिँ मेरो मोटो भ्लगिङ सेटअप हो होइन कस्तो लाग्दैछ ठिक छ नि होइन ओके सो लेसको गाइज भ्युवर कस्तो लाग्दैछ होइन अलिकति 2-4 दिन लाग्छ मलाई चाहिँ भानी बस्नको लागि त्यसमा क्यामेरा एङ्गल कुनमा राख्दा ठिक हुन्छ अनि भन्ने कुरा मलाई केही पनि आइडिया छैन अनि 2-4 दिन अलिकति बानी बस्यो भने पछि चाहिँ हजुरहरूको लागि चाहिँ एकदम राम्रो बेस्ट गर्न सक्छु यहाँ त भन्ने मलाई आशा छ होइन यहाँ चाहिँ धेरै लामो राइड चाहिँ हुँदैन होइन अलिकति छोटो कस्तो हुन्छ भनेर चाहिँ हिजो अस्ति मैले सेटअप किनेको थिएँ ट्राई गर्नको लागि मात्रै जान लाग्यो अब यो लङ चाहिँ भोलि पर्सि लङ राइडको लागि जाँदैछौँ अनि त्यसपछि चाहिँ कस्तो हुन्छ भनेर चाहिँ त्यहाँदेखि पछि उ गर्नेछु है त चलो गाइस भ्यू चाहिँ बवाल आउँदैछ होइन वाह नाइस पहिला यार च्यानलको सब्सक्राइब गरिदिनु होला गाइस यार च्यानलको सब्सक्राइब गर्नुभयो भने भिडियोको लाइक गर्नु भने मलाई पनि अलिकति जोस जागर आउँछ होइन बनाउनको लागि अनि म चाहिँ डेली भ्लग लिएर आउँदैछु कुरो बुझ्नु भएन देख रहे गाइस यहाँ का मौसम देख रहे हो कैसे लग रहा है आपको मजा आ रहा है ना मजा आना चाहिए गाइस और तो इसी बात है होते रहता है ना तुमने साथ दिया तो मैं सब कुछ मैनेज कर लूंगा मैनेज किया पूरी दुनिया जीत लूंगा गल्ली गल्ली छम यार कस्तो ठाउँ आयो यो अरे वाह क्या बवाल टेम्पल आयो त यार के को धुवा फुवा आयो यो अनि के हो यो ए बाफ्रे 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 केटाङ चलो गाइस वाह मजा आ रहा है ना गाइस मजा कैसा फीलिंग आ रहा है आप लोगों को अच्छा है ना देख्न सक्नुहुन्छ मौसम कस्तो दामी छ यार अरे रे 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 ए इस साइड से नहीं उस साइड जाना पड़ेगा सो लेट्स गिव यस्तोमा चाहिँ हरियाली भ्यूसँगै प्राकृतिक हावासँगै सरर पारेर मोटो भ्लगिङ गर्नुको मजा छुट्टै छ नि गाइस वाह क्या लग रहा है गाइस आप लोगों को मजा आ रहा है ना वाह 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 अरे बाफ्रे 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 ठिक छ गाइस मजा आउनुपर्छ होइन अरे रे 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 देखो गाइस इतना शानदार मौसम है इसमें गाड़ी चलाना मैं कितना वाह ये देख रहे हो गाइस ये देख रहे हो क्या बात है गाइस क्या बात है
कैसे लग रहा है आप लोगों को, बड़ा है ना, बहुत मजा आ रहा है ना गाइस, मजा आ रहा है ना, मजा आना चाहिए गाइस। देख सकते हो गाइस का नजारा कैसा लग रहा है आपको। और देखो गाइस कस्तो छ ठिक छ नि हैन माहौल। भ्यूजहरु कस्तो लाग्दैछ हैन गाइस। भिडियोमा धेरै माया गरिदिनु होला क्यारे। अबदेखि म डेली मोटो भ्लगिङ गर्दैछु हैन। च्यानललाई सब्स्क्राइब गर्नु होला क्यारे। अनि नोटिफिकेसन चाहिँ अल गर्नु होला। यही त छ नि गाइस यहाँ। चलो हामी चाहिँ आफ्नो काममा एकदम फोकस गर्ने है। जेसुकै हो जस्तो होस् हामी चाहिँ आफ्नो काम मजाले गरिन्छ, केही छैन। अहिले नभए पनि केही 2-4 वर्षमा दह्रो मेहनत गरेछ गाइस। अनि त्यसमा साथ सपोर्ट चाहिँ हजुरहरुको चाहिन्छ हैन। साथ सपोर्ट गर्नु होला गाइस, माया गर्नु होला हैन। अब हामीहरुलाई पनि अलिकति माया गर्दैन के फरक पर्दैन, हामीलाई पनि माया गर्नु होला, हामीलाई पनि मायाको खाँचो छ गाइस हैन। धेरै माया गर्नु होला गाइस, माया हामीलाई पनि मायाको खाँचो छ गाइस। सो गाइज आजलाई यति नै हैन। अब भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियो चाहिँ भोलि पर्सि आउँछ। भिडियोलाई चाहिँ माया गरिदिनु होला है त।